साथीहरू एकदमै काम लाग्ने टिप्स है तपाईँको शरीर तपाईँको बोसो घटाउने उपाय। अब तपाईँलाई जब भोक लाग्छ खाजा खाने बेला भयो त्यसपछि हामी मोमो चाउमिन के खान्छौँ है प्राय नेपालीले। तर हामीले यो भोक लागेपछि फलफुल खानुपर्छ र हाम्रो वेट लस हुन्छ र हाम्रो एकदमै स्वस्थिलो हुन्छ हाम्रो मोटु हाम्रो शरीर भन्ने कुरा प्रायः जस्तो नेपालीले सोचेको हुन्छ। भोक लाग्यो भने तपाईँ एउटा स्याउ लिनुहोस् एउटा केरा लिनुहोस्, यति फाइदा हुन्छ। हेर्नुहोस् है, यो चाहिँ 332 ग्रामको केरा पनि ठुलै मैले रोजेको छु। यो 295 भनेको करिब 112-13 रुपियाँ हो नेपाली। अब यसमा चाहिँ अब केरामा के पाइन्छ भन्ने कुरा तपाईँहरूलाई भन्दैछु है। पोटासियम भन्ने पाउँछ है। पोटासियम भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँको मुटुलाई एकदम राम्रो गर्छ है, मुटुलाई सपोर्ट गर्छ। त्यसपछि यसमा चाहिँ तपाईँको भिटामिन सी पाइन्छ है, भिटामिन सी पनि हुन्छ यसमा। अनि भिटामिन सीमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको अब इम्युनिटी सिस्टम होइन, अब प्रतिरक्षात्मक प्रणाली यसले चाहिँ राम्रो बढाएको हुन्छ। अर्को चाहिँ यो चाहिँ के हो भने एनर्जी हो। तपाईँलाई एकदम विक कमजोर भएको छ भने तत्काल केरा खानुहोस् एउटा होइन, यस्तो एनर्जी बुस्ट गर्छ यसले। अर्को कुरा यो चाहिँ के हो भने यसले चाहिँ तपाईँ यदि अलिकति होइन डाइजेसनमा अलिकति अपच भइरहेछ भने यसले चाहिँ डाइजेस्ट गर्न तपाईँको पेट सफा गर्न पनि यसले सपोर्ट गर्छ। सो यो केराको फाइदै छ है साथीहरू। प्लिज तपाईँहरू पनि केरा लिनु होला, केरा खानु होला है।